guys, welcome to my new vlog. आज चाहिँ हामी पानी मरेको कारणले हामी लुगा धुन जाँदैछौँ। लुगा धुन हामी यहाँ घरबाट हामी 10 किलोमिटर तल जाँदैछौँ। आज चाहिँ हाम्रो पानी ल्याउनु पर्ने हाम्रो पानी मर्नुको कारण चाहिँ यो देखेको डाँडा, त्यहाँदेखि त्यो देखेको पारीको डाँडा, त्यो देखेको बादलदेखि पारीको डाँडामा छ सिरी खोला भन्ने। त्यो सिरी खोलाको पानी मरेको कारणले आज चाहिँ हामी यता तल जाँदैछौँ। यसरी यो ब्ल्याङ्केटहरू हिजो धोएर ल्याएर टङ्गाएको हो। यो हाम्रो फुलहरू हो। यो हाम्रो घरबाट देखिने दृश्य हो। यो यहाँ चाहिँ हाम्रो लुगा हो। यो चाहिँ लुगा धुन जानलाई यहाँ रेडी बनाउँदैछु। यो चाहिँ यो नखरमा म चाहिँ अब अहिले खाजा लुगा धुन जाने हो तल। पानी मरेर बिजोग छ। अनि मलाई चाहिँ दिउँसो चिसो भात र अनि दाल हालेर अनि खोर्सानी टोकेर खानु मजा बेग्लै लाग्छ। सब्जी चाहिँ फेरि मन परेन दालसँग मात्रै। नम खानुको मजै बेग्लै छ। चिसो ठाउँमा सुरुमा टमाटो कति बगा हुन्छ। मलाई लास्टै मिठा मन छैन। लुगा धुन जाने हो। मेरो चाहने हो। अलिक गलो छ। म सुगर हालेर चाहिँ कहिले पनि चाहन्न। सुगर बेगर होइन, चिनी बेगर अनि दुध हालेर चाहिँ दुध र चिनी बेगर चाहिँ म लास्टै चाहन्छु। यो चाहिँ हाम्रो सामान्य घर हो। घर बनाएको छैन हाम्रो। अब हामी अलिक पछि घर बनाउने हो। यो चाहिँ हामीले अहिले यत्तिकै बनाइराखेको हाम्रो घर बनाउने। यो चाहिँ हाम्रो लुगा हो। हामी दिदीबहिनी लुगा धुन जान आँटेको। अब लुगा धुन जाने हो। अनि लुगा धोइसकेर अनि आएर त्यस पछाडि कन्टिन्यू गर्नु होला। यहाँ मेरो घरबाट देखेको भ्यू हो। यो चाहिँ हाम्रो भ्यू दृश्य। यो हेर्न सक्नुहुनेछ। यस्तो रमाइलो ठाउँ छ हाम्रो घरमा। यो चाहिँ फिक्कल बजारबाट देखिने यो चाहिँ बरबटे हो। यो हाम्रो घरमा फुलहरू कति फुलिरहेछ। यो फुलहरू फुलिरहेछ। यो एभोकाडो हो। एभोकाडो कस्तो मिठो हुन्छ। यो एभोकाडो यो बारी हो। त्यो बबाल छ। अब हामी यहाँ कन्टिन्यू छ बोरा छन् त। अब हामी यस्तो बाटो अब हामी लाग्यो बाटो। अब हामी यहाँबाट उदो गरेर हामी लुगा धुन्छौँ। अब हामी यो रोड हामी लुगा धुने ठाउँमा पुग्छौँ। यस्तो रमाइलो छ। केटाकेटीहरू आउन जाँदैछन्। ऊ घर बनाइरहेछ। घरमा छ नि घर बनाउन ढलाइ छ। आज पानी बोकेर मान्छेले थाहा पायो कि क्या त्यहाँ पानी छ भनेर। अब हामी लाग्यो बाटो। यस्तो रमाइलो छ नि बाटोहरू। हाम्रो लुगा धुन जान। अब म तपाईँहरूलाई यहाँबाट म देखाउँछु हामी लुगा धुन कहाँ जाँदैछौँ। हामी चाहिँ घरबाट लुगा धुन यहाँ तल आएको। तल लुगा धुन जाने। यो घरमा देखेको यो हाम्रो घरबाट देखेको दृश्य हो। यस्तो ठाउँ छैन। बाटो चाहिँ यस्तो छ फेरि हो। यहाँबाट लडो भन्ने एकैचोटि तल चियाबारीमा। हामी झापा बस्ने झापाली भएपछि चाहिँ हिँड्न पनि गाह्रो छ यस्तो बाटो। अब हामी तल अगाडि लुगा धुन्छौँ। यो दृश्य यो भिरमा घर बन्दैछ। पहिरोले कुन दिन स्वाहा बनाउँछ। अनि यस्तो रमाइलो छ नि। यस्तो रमाइलो बाटो हिँड्न पाउँदा के कति यस्तो रमाइलो छ। लुगा बोकेर कुटुङ हामी चाहिँ अब लागिँदैछ बाटो। अनि यहाँ हिँड्दैछ। उयो चाहिँ त्यो बाटो छ। यो तलको घरमा पुग्नुपर्ने हामी। अब माथि लाग्ने बाटो यस्तो रमाइलो छ। माथिबाट मान्छेहरू हेरेर बिल्ला गर्दैछन्। मान्छे लागे बाटो। हामी त एउटा डाँडो यो माथिको डाँडो काटेर हामी आइसक्यौँ। यस्तो रमाइलो दृश्य छ। यता हेर्न सक्नुहुन्छ हाम्रो पछाडिको भ्यू। यस्तो डाँडो काटेर ठिकै भ्यू।
माथि एक डाँडो कटेर आयौँ बाटो चाहिँ एकदम बबाक छ एकताल लड्यो भने तल एकैचोटि खोलाको छेउमा बाख्रा बजूले पुरा बुन्नु भएको कति राम्रो पिरा बुन्नु भएको बजू माथि किनेको बजू हामी चाहिँ पानीको धारो भएको ठाउँमा आइपुग्यौँ अब हामी बुटुङ बुटुङ लुगा धुने हो यहाँ पानी उम्रेको छ यो चाहिँ अनि अब म चाहिँ लुगा पखाल्न जाँदैछु अब यो लुगा पखालिसकेर अनि म तपाईँहरूलाई भेट्छु अब कन्टिन्यू लुगा पखाल्ने हो बुटुङ 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 यस्तो रमाइलो छ नि आजको दृश्य रमाइलो अब म लुगा पखाल्छु यो धाराको चाहिँ पानी यता हालेर मेरो काम चाहिँ लुगा पखाल्ने हो यहाँ नहाल्न उयो बोरामा राख भन्छु एक एकवटा पखाल्नु यो लुगा पखालिसकेर अनि म तपाईँहरूलाई भेट्छु ल बाई बाई सिउ एडिट पनि गर्नु पऱ्यो अलिकति लामो बनाएर म चाहिँ लुगा पखाल्न थालेको गाइजहरू मजा छ लुगा धुन पनि तन्ना नि सिरकको खोल सुकाउने आइडिया यसरी सुकाउने हो यस्तो गलेती लुगा धुछ बल्ल धुसेको यस्तो छ डाँडो यो डाँडो काटेर आएको हामी ओ पारि देखेको त्यो पशुपति हो त इन्डिया देखेको त्यो पारिको डाँडो एउटा देखेको मालुमहरू हो जङ्गलै जङ्गल यस्तो मजा रमाइलो ठाउँ छ नि यस्तो रमाइलो भयो तर गलेर बुत्तुकै यस्तो रमाइलो डाँडाहरू छ बेला बेला छ आई लभ ब्ल्याक ब्ल्याक चाहिँ मलाई एकदम मनपर्छ ब्ल्याक फुल ड्रेस स्वाम ब्ल्याक यो पनि ब्ल्याक प्रायः म ब्ल्याक लुगा मात्रै लान्छु ब्ल्याक ड्रेस बजू यसो देखाउ चाहिँ बजूलाई देखाउ चाहिँ तपाईँलाई देखाउ चाहिँ हाम्रो चाहिँ नकिनेको नानी किन नकिनेको बजू अब किन्नु भनेको नानी अब पछि अब किन्ने पछि कस्तो किन्ने यस्तै किन्ने कि त्यस्तै किन्न मन लागिरहेछ अब 25-30 हजार गरे अन्त नकिनेको नानी ए हो सस्तो भए चाहिँ किन्ने बजू के साह्रो राम्री बजू कस्तो खालको सेतो टमाटर दाजु चाहिँ खतरा गरेर मल बोक्दै हुन्छ यता दिदी हेर्दै हेर्नुहुन्छ यहाँ चाहिँ पुरा सेतो ए म साँच्चै भाले जुत्दा पुरा गाई जुत्न भाले जुत हेर हेर गर्नु थाल्यो त अघि त लाप्पा खेल्दै यस यस अब हामी 2-3 घन्टा पछाडि अब हामी लिएर जाँदैछौँ यहाँ छ लुगा यहाँ चाहिँ यो हामी लुगा धोएर आधी सुकेर पनि हामी हिँडेको अब हामी यो डाँडो कटेर जान्छौँ कहिले पुग्नु हो गलेर हेलो गाइस आजको ब्लग चाहिँ यति नै आज म अब अरू के गर्छु त्यो चाहिँ ब्लग खिच्दिनँ म भोलि मोमोको ब्लग बनाउँछु आज चाहिँ यति नै मोमो गलेर म चोर जस्तै भइसक्यो सबै आजको ब्लग यति नै बाई बाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मजा मजाको ब्लग आउँछ हाम्रो घरमा चाहिँ सबै कमेडीहरू मात्रै छन् होइन बबाल बबाल ब्लग आउँछ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला ब्ल्याक लभर अलवेज ब्ल्याक